हाई फ्रेन्ड्स, नमस्कार। आशा गर्छु तपाईहरु सबै राम्रो हुनुहुन्छ होला, सन्चो सुबिस्ता हुनुहुन्छ होला। हामी चाहिँ सिलगढीतर्फ जाँदैछौँ। नानीलाई हप्तैपछि बेसी नै बिमार भइरहेकोले गर्दाखेरि चाहिँ राम्रो डाक्टर देखाउने भनेर चाहिँ हामी सिलगढीतिर जाँदैछौँ। ट्रेनमा छौँ हामी चाहिँ। अनि चाहिँ यहाँ सुतिरहेछ। फर्स्ट चढ्दा सुतेको थिएन, छिटो उठेकोले सुतिरहेछ। अनि हामी सिलगढी पनि आइपुग्यौँ। टोटोमा जाँदैछौँ। कहाँ जाँदैछौँ भने हामी चाहिँ छिटो ट्रेनले चाहिँ हामीले 10 बजे नै सिलगढीमा उतारिहाल्यो। हामी डाक्टरकोमा जानुपर्छ 1 साढे 1 तिर। अनि तनिषलाई खाना खुवाउँदै हामी जाँदैछौँ भेगातर्फ। भेगा मल भन्ने छ सिलगढीमा। भेगा मलमा गएर बस्ने पनि खाना पनि खाने भनेर हिँडेको। अनि तनिष चाहिँ आफ्नो खाना खाँदैछ। बिहानै मैले आलु पराठा बनाएर बोक्दै थिएँ, त्यही खाँदैछ तनिषले। हेर्नुहोस् न, पानी परेर बिहानदेखि यति ठुलो पानी कि आउनु कि नआउनु, फेरि अपोइन्टमेन्ट पनि छ भनेर चाहिँ। अनि हामी अब पानी झरीमा पनि निस्केको किनभने। अनि हेर्नुहोस् हामी भेगा पनि आइपुग्यौँ। मेरो भोइस चाहिँ सानो छ, हतपत सुनिँदैन, त्यही कारण मैले भोइस ओभर गरेर भिडियो बनाउनु पर्छ। हेर्नु न, पानीले सिक लागेर पानी पुरा आइरहेछ। अनि बाउ छोरा अघि जाँदैछन्। खासै जाडो पनि लाग्दैछ, त्यही भएर अब छोरालाई सुरुवाल किनेर एउटा प्यान्ट किनेर लगाइदिउँ भनेर आएको। प्यान्ट किनेर पनि लगाइदिइसक्यौँ। यहाँ पसेको थियौँ, मजाको प्यान्ट भेट्यौँ, 2टा जस्तो किनिदिएँ। अनि हामी माथि जाँदैछौँ खानुको लागि। खानु पनि बस्नु पनि, किनभने हामीले यहाँ भर्खर त 10 साढे 10 हुँदैछ। हामीले जानुपर्छ 1 बजी निस्किनुपर्छ यहाँबाट। त्यति बेरसम्म यहीँ टाइम पास गर्ने, खाने, घुम्ने, किन वासरुमहरूको पनि निकै सुविधा छ। यहाँ चाहिँ सफा हुन्छ, त्यही कारणले। अरू जग्गा त बस्ने जग्गा छैन, चिनाजाना पनि छैन है। त्यही भएर भेगा नै बेस्ट लाग्छ। सिटी सेन्टरमा त्यति राम्रो लाग्दैन, बस्ने जग्गाहरू पनि छैन। यही तनिष निकै फ्रेस भएको छ, घरबाट बाहिर हिँडेकोले पनि होला। नानीहरू तर बिमारी नबिमारी छुट्याउनै साह्रो। रात परेपछि साह्रो पर्छ, दिन भएपछि निकै नै राम्रो हुन्छ नानी रातिको भन्दा। हेर्नु कति मजाले खेलिरहेछ, देख्दा पनि खुसी लागेर आउँछ नि। रातभरिको तकलिफ सोच्नुपर्छ कि। अनि मलाई चाहिँ के सासको प्रब्लम भएको कि के भएको, म पुरा स्याहाँ हुन्छु। हेर्नुहोस् हाम्रो पिज्जा पनि आइपुग्यो। हामीले चाहिँ आज खानाको बदली नै पिज्जै खाइदिनुपर्छ डोमिनोसको भनेर चाहिँ पसेको। किनभने हाम्रो घरतिर बिटपाडामा चाहिँ डोमिनोस पिज्जाहरू पाउँदैन। फाल्टु पिज्जा पाउँछ तर मिठो पनि हुँदैन है। अनि अब यसरी 1 महिना, 1.5 महिना, 2 महिनाभित्र त खानु मिल्यो नि त। कोही बेला त वर्षै हुन्छ सिलगढी आउनु पनि। अनि हामी चाहिँ यहाँ बट्टाबट खाँदैछौँ। तनिषले त आफ्नो खाना खाइसकेको थियो अघि टोटोमा चढ्दा नै। यहाँ अलिअलि सघाउँदैछ। बर्गर चाहिँ बोकिदिनुपर्छ भन्दै थिएँ। अनि मेरो कफी पनि आयो, कफी खाँदैछु। किनभने प्रेसर लो हुन्छ मेरो, दिनमा एकखेप मैले कफी खानै पर्छ। कोही बेला भएन भने त खाँदिनँ पनि। हामीले पिज्जा सिज्जा खाएर अनि त्यसको बादमा टाइम पनि भएर चाहिँ हामी निस्केको भेगाबाट बाहिर। तनिषले जहिले पनि यहाँ चाहिँ फोटो खिच्नै पर्छ, जहिले पनि आउँछ यहाँ फोटो खिच्छ। अनि त्यसको बादमा हामी निस्केको भेगाबाट। खानाको पैसा बेसी, पिज्जाहरूको बेसी नै भए पनि बस्नु सुविधा हुन्छ र हामी यहीँ बस्छौँ नानीसँग सुविधाको लागि। अनि हामी हस्पिटलतर्फ जाँदैछौँ। हस्पिटलभित्र चाहिँ भिडियोहरू अलाउ छैन। हस्पिटलको गेटसम्म चाहिँ तपाईँहरूलाई म देखाउन सक्छु।
यस बर्धमान रोड जानुपर्छ, निकै टाढो जानुपर्छ। टोटो पनि रिजर्भ लागेको 150 रुपियाँ। 150 रुपियाँमा अझै 200 माग्दै थियो, घटाउँदा 150 अनि हामी निस्केको। हेर्नुहोस् हामी आइपुग्यौँ हस्पिटल। अब भरे फर्किँदा भेटौँ है, हेरिटेज हस्पिटल। अनि हामी फर्केको पनि ट्रेनमा, हामी 5 बजीको ट्रेनमा चाहिँ फर्केको। अलिकतिले नभेट्नु पनि सानो कुदाइ भएको हेर्दा स्यारा फ्याफा हुँदै आयौँ कि भरे 5 बज्नु 15 मिनटको होला भनेर। यहाँ हेर्नु नि, सधैँ बाउ छोरीले यहाँ ट्रेनमा गाउँदै हिँड्छ नि, आज पनि भेट्यौँ हामीले। कपिराइट आउँछ भनेर सुनाउँछ सुनाइन, नेपाली गाना गाउँदैछन्। अनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ, के लाग्छ भनिदिनुहोस् न, यसो कमेन्ट गरिदिनुहोस् है, सब्स्क्राइब गरिदिनुहोस्। थ्याङ्क यू एभ्रिवान मेरो भिडियो हेरिदिनु भएकोमा।